दर्शकबिन नेपाली क्रिकेटरले कमाउने मासिक तलबका बारेमा आजको भिडियोमा चर्चा रहनेछ। बढी रकम पाउने खेलाडी को हुन् यो विषयमा पनि आजको भिडियोमा चर्चा रहनेछ। विभिन्न विश्व लिग खेल्दै नेपालका पीएम कपदेखि एनपीएल सम्म खेलाडीहरूको वार्षिक कमाइका बारेमा पनि चर्चा रहनेछ। हाम्रो भिडियोलाई कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्रतिक्रिया दिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। दर्शकबिन नेपाली क्रिकेट टिमले पछिल्ला समय टी20 र ओडीआई क्रिकेटमा एकदमै राम्रो प्रदर्शन गरिरहेको अवगत नै छ। नेपाली क्रिकेट टिमले विश्व क्रिकेटमा एउटा तहल्का नै मचाएको छ। पछिल्ला समय खेलेका नेपाली क्रिकेट टिमले खेलेका खेलहरूको चर्चा गर्ने हो भने नेपाली क्रिकेट टिमले अत्यन्तै सुन्दर खेल खेलेको छ। सन् 2014 मा पहिलो पटक टी20 मान्यता प्राप्त पाएको नेपाली क्रिकेट टिमले टी20 मा पनि उच्च स्तरीय खेल खेलेको छ भने 2018 मा ओडीआई मान्यता प्राप्त गरेको नेपाली क्रिकेट टिमले ओडीआई मा पनि उच्च खेल प्रदर्शन देखाएको छ। नेपाली क्रिकेट टिमले पछिल्लो समय देश विदेशमा एकदमै राम्रो चर्चा कमाएको छ। नेपाली क्रिकेट टिमका खेलाडीहरूले जुन स्तरको क्रिकेट पछिल्लो समय खेलेको छ त्यसले पक्कै पनि नेपाली क्रिकेट टिमको भविष्य एकदमै उज्जवल रहेको आम क्रिकेट विश्लेषकहरू पनि बताउँछन्। नेपाली क्रिकेट टिमले टी20 विश्वकप दुईचोटि खेलेको छ। सन् 2014 को टी20 विश्वकप र 2024 को टी20 विश्वकप खेल्दै दुईचोटि एसोसिएट राष्ट्रहरूमा विश्वकप टी20 खेल्ने नेपाल दोस्रो टिम पनि हो। नेपाली क्रिकेट टिमले लगातार 2 टी20 विश्वकप खेल्न पाएको छ भने त्यस्तै ओडीआई विश्वकप पनि नेपालले खेल्न पाएको छ। नेपाली क्रिकेट टिमले विश्वकपमा पनि आफ्नो भाग लिने जुन प्रतिस्पर्धात्मक खेलका रूपमा जसरी नेपाली क्रिकेट टिमले पछिल्लो समय देखाएको छ, आगामी दिनहरूमा पनि नेपालले विश्व लिगमा ठुला क्रिकेट खेलहरूमा पनि भाग लिने आम दर्शक श्रोताहरूको चाहना पनि छ। दर्शकबिन अब कुरा गरौँ नेपाली क्रिकेट टिमका खेलाडीहरूले पाउने मासिक तलबका बारेमा। नेपाल क्रिकेट संघ क्यानले मासिक तलबका हिसाबले 5 वटा क्याटेगोरीमा नेपाली खेलाडीहरूलाई डिभाइड गरेको छ, जसमा ग्रेड ए, ग्रेड बी, ग्रेड सी, ग्रेड डी र इमर्जिङ खेलाडी भनेर 5 वटा ग्रुपमा सबैभन्दा बढी कमाउने ग्रेड ए का खेलाडी हुन् रोहित कुमार पौडेल, जसले मासिक 1 लाख जति कमाउनुहुन्छ। रोहित कुमार पौडेल नेपाली क्रिकेट टिमका क्याप्टन हुन्, सँगसँगै स्पिन बलिङ पनि गर्छन्, एकदमै राम्रो ब्याट्सम्यान पनि हुन्। रोहित कुमार पौडेल सँगसँगै सोमपाल कामीको नाम पनि ग्रेड ए मा आउँछ। उनले पनि मासिक 1 लाख कमाउने गर्दछन्। सोमपाल कामी नेपालका फास्ट बलर हुन्। त्यस्तै ग्रेड ए मा नेपालका दिपेन्द्र सिंह एरी पनि ग्रेड ए मा छन्। उनले पनि मासिक 1 लाख रुपैयाँ कमाउँछन्। ग्रेड ए मा आसिफ शेख पनि छन्, नेपाली क्रिकेट टिमका एकदमै भरोसामन्द खेलाडी आसिफ शेख नेपाली क्रिकेट टिमका विकेट किपर हुन्। उनले पनि मासिक 1 लाख कमाउँछन्। ग्रेड ए कै कुरा गर्ने हो भने करण केसीको नाम पनि छ। करण केसीले पनि नेपाल क्रिकेट संघ क्यानबाट मासिक 1 लाख रुपैयाँ तलब पाउँछन्। करण केसी नेपाली क्रिकेट टिमका फास्ट बलर हुन्। त्यसै गरी नेपाली क्रिकेट टिमका एकदमै विस्फोटक ब्याट्सम्यान कुशल भुर्तेल पनि ग्रेड ए मा छन्। ग्रेड ए मा कुशल भुर्तेल, रोहित पौडेल, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह एरी, आसिफ शेख 6 जना खेलाडी नेपाली क्रिकेटको ग्रेड ए मा छन्, जसले मासिक रु 1 लाख रुपैयाँ नेपाल क्रिकेट संघ क्यानबाट तलब पाउँछन्। अब कुरा गरौँ ग्रेड बी को। ग्रेड बी मा नेपाली क्रिकेट टिमका अलराउन्डर कुशेल मल्ल, गुलसन झा, भीम सार्की, ललित राजवंशी, आरिफ शेख, अविनाश बोहरा पनि ग्रेड बी मा छन्। ग्रेड बी का खेलाडीहरूले मासिक 70,000 रुपैयाँ तलब नेपाल क्रिकेट संघ क्यानबाट प्राप्त गर्छन्। कुशेल मल्ल नेपाली क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान सँगसँगै स्पिनर बलर हुन् भने गुलसन झा पनि अलराउन्डर हुन्। उनले फास्ट बलर सँगै लेफ्ट ह्यान्ड विस्फोटक ब्याटिङ गर्ने सक्ने क्षमता भएका गुलसन झा पनि ग्रेड बी मा छन्। त्यस्तै भीम सार्की नेपाली क्रिकेट टिमका ओडीआई क्रिकेटमा एकदमै महत्त्वपूर्ण खेलाडी हुन्। उनले भारतका राहुल द्रविड जस्तै ब्याटिङ गर्छन् र नेपाल सङ्कटमा भएको बेला एकदमै राम्रो ब्याटिङ गरेर नेपाललाई बचाउने सम्म पुग्ने एकमात्र खेलाडी हुन् भीम सार्की। त्यस्तै ग्रेड बी मा ललित राजवंशी एकदमै राम्रा स्पिनर हुन्। ललित
ललित राजवंशी सन्दीप पछिका दोस्रा बलर हुन्। आरिफ शेख पनि ग्रेड बी मा आउँछन्। अविनाश बोहरा त्यस्तै ग्रेड सी मा विनोद भण्डारी, अर्जुन साउद, सन्दीप जोरा, प्रतीक जीसी छन्। उनले मासिक 55,000 तलब पाउँछन्। ग्रेड सी मा रहेका खेलाडी ग्रेड डी मा रहेका पवन सराफ, सागर ढकाल, अनिल शाह, विवेक यादव, आकाश चन्द, बसिर अहमेद, सूर्य तामाङ ग्रेड डी मा रहेका छन्, जसले मासिक नेपाल क्रिकेट संघ क्यानबाट 35,000 तलब पाउँछन्। त्यस्तै इमर्जिङ खेलाडीको चर्चा गरौँ। इमर्जिङ खेलाडीमा मासिक नेपाल क्रिकेट संघ क्यानबाट 25,000 तलब पाउने खेलाडीहरू हुन् दिपेश कँडेल, रूपेश सिंह, रिजन ढकाल, विपिन खत्री, देव खनाल, अर्जुन गर्ती, हेमन्त धामी। नेपाल क्रिकेट संघ क्यानले नेपाली क्रिकेटरहरूको 5 वटा ग्रेडमा तलब विभाजन गरेको छ। पहिलो ग्रेडका खेलाडीहरूले 1 लाख, दोस्रो ग्रेडका खेलाडीहरूले 70,000, तेस्रो ग्रेडका खेलाडीहरूले 55,000, चौथो ग्रेडका खेलाडीहरूले 35,000 र पाँचौं यानि कि इमर्जिङ खेलाडीहरूले 25,000 का दरले नेपाल क्रिकेट संघ क्यानबाट तलब पाउने गर्दछन्। दर्शकबिन, नेपाली क्रिकेट टिमले पछिल्ला समय नेपाली क्रिकेट टिमका खेलाडीहरूले पनि विभिन्न लिगहरू खेल्न पाइरहेका छन्। नेपालमा चलिरहेको पिएम कप होस् या एनपीएल होस्, विश्व लिगहरूमा तपाईको कुरा गर्ने हो भने पाकिस्तान लिग हो, पीसीएल, जसमा नेपाली खेलाडीहरूले भाग लिन्छन्। त्यस्तै क्यारिबियन लिगहरूमा नेपाली क्रिकेट खेलाडीहरूले भाग लिन्छन्। विश्वका धेरै जस्ता लिगहरूमा नेपाली क्रिकेट टिमका खेलाडीहरूले भाग लिने गर्दछन्, जहाँबाट लाखौं रुपैयाँ नेपाली क्रिकेट टिमका खेलाडीहरूले पाउने गर्दछन्, जसमा सन्दीप लामिछाने, रोहित पौडेल, कुशेल भुटेल, दिपेन्द्र सिंह एरी, करण केसी, सोमपाल कामी जस्ता खेलाडीहरूले नेपालबाट विश्व लिगहरूमा गएर, विश्वका ठूला लिगहरूमा गएर राम्रो खेल प्रदर्शन गरेर राम्रो पैसा कमाउने गर्दछन्। 70 लाखसम्म पनि नेपाली खेलाडीहरूले एक सिजनमा कमाएको रेकर्ड छ। आजको भिडियोमा नेपाली खेलाडीहरूले कमाउने मासिक तलबका बारेमा चर्चा गर्यौं। विभिन्न किसिमका खेलहरूका बारेमा हामीले हाम्रो च्यानल मार्फत हामीले खेल सम्बन्धी विभिन्न न्यूजहरू हामीले पोस्ट गर्दछौं। तपाईहरुलाई हाम्रो खेलका समाचारहरू कस्तो लाग्छ त्यो विषयमा प्रतिक्रिया दिनुहोला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गरिदिनु होला। अहिलेका लागि यति नै, नमस्कार, धन्यवाद।